कति पढ्नु यार ह्याप्पी न्यु इयर पनि आउँदैछ यार बर्थडे पनि आउँदैछ यार गर्लफ्रेन्डले के दिनु यार साथी गिफ्ट यार बस्यो भने यार यसपालि झन् काम पनि खासै गरेको छैन के दिनु होला यार टाइट मुला दोस्त के गाह्रो छ र गर्लफ्रेन्डले दिनलाई सस्तो पनि होस् मिनिङफुल पनि होस् न अनि कस्तो दिनु त यार गर्लफ्रेन्डलाई भनिदेऊ न के सोच्दैन यार टाइट रनमतीको छोरो छ त हो मार्केटतिर डल्लै जान फुल र डलर दिएन तेरो गर्लफ्रेन्ड कति खुसी हुन्छ हो अस्ति पाएँ भने त मैले फुल दिएको थिएँ गुलाब दिएको झन् रिसाइ टाइट मुला अस्तिको पालि तेरो गर्लफ्रेन्ड फुल लिएर रिसाएको होइन तेरो अनुहार दिएर चाहिँ रिसा होला है साथी कुरो नबोल्नु न तिमी एडभाइस देऊ न एडभाइस ठिक छ त अब त्यसो भए 2026 मा चाहिँ म तिम्रो मात्र हुनेछ भने एउटा दामी कार्डमा यस्तो बनाएर देऊ नि त पोहोर साल पनि त एउटा कार्ड बनाएर दिएको कार्ड त राम्रो छ भनेर भन्यो तर के गर्नु भित्र कन्टेन्ट राम्रो छैन अरे म के गर्नु अनि गर्लफ्रेन्डलाई चित्त बुझाउनु नि गाह्रो छ यार अनि त्यो कार्डभित्र चाहिँ के लेखेको थियो अरू त्यस्तो केही लेखेको थिएन यार त्यही कार्डमा ह्याप्पी बर्थडे टु यु भनेर मात्रै लेखिदिएको थिएँ त्यही मुला त्यो त 3 रुपियाँमा आइसक्रिम पाउँछ जस्तो भएन ठिक छ त यार त्यसो म के गिफ्ट दिनु त अब त्यहाँ आयो भन न अब त सिङ्गल मान्छे नो टेन्सन नो पेन्सन टेन्सन दिने मान्छे हामी टेन्सन किन लिने हाम्रो बिचमा गएर गचका गच गोली ठोकिदिने अहिले आएर बुझ्दैछ क्या गर्लफ्रेन्डले गिफ्ट हानेर चाहिँ क्या सिङ्गल राख्ने रक्स रहेछ अनि